यो माथि देखाइएको चित्र भनेको एफ्थेस अल्सरको हो। यो एफ्थेस अल्सरलाई तपाईले आफूमा अथवा आफ्नो परिवारमा, साथीभाइमा अथवा कसै न कसैमा त पक्कै नै देख्नु भएको होला। यो भिडियोमा जानौँ यो हुने कारणहरू के हुन् त। कारण नम्बर 1, स्ट्रेस। स्ट्रेस फिजिकल पनि हुन सक्छ, मेन्टल पनि हुन सक्छ। स्ट्रेसको कारणले तपाईलाई यो एफ्थेस अल्सर हुन सक्छ। अर्को कारण भनेको इम्प्रोपर डाइजेसन। भन्नुको मतलब तपाईले खाएको खानालाई राम्ररी डाइजेस्ट गर्नु सक्नु भएन भनेपछि यो हुने गर्दछ। तेस्रो कारण भनेको हामीले इडियोप्याथिक भनेर भन्छौं। यो भन्नुको मतलब हामीलाई यसको कारण नै थाहा हुँदैन कि यो एफ्थेस अल्सर कसरी हुँदैछ भनेर। अब जानौँ यो एफ्थेस अल्सर भइसक्यो भने हामीले के गर्नुपर्छ त। 1 नम्बरमा भनेको हामीले स्ट्रेस चाहिँ लिनु नै भएन। अर्को उपाय भनेको हामीले ओरल हाइजिन। ओरल हाइजिन भन्नुको मतलब हामीले मुखलाई एकदमै सफा राख्नुपर्ने हुन्छ। यसको लागि हामीले दैनिक ब्रस गर्नुपर्ने, जे पाए त्यही कुराहरू नखानुपर्ने जस्ता विभिन्न कारण। सबभन्दा इम्पोर्टेन्ट भनेको गार्गल। गार्गल गर्न चाहिँ नबिर्सनु होला। तपाईलाई यो अल्सरले एकदमै दुःख दिइरहेको छ भने यसमा के गर्ने कि डेक्लोफेनाक भन्ने औषधि पाउँछ, त्यसको गार्गल गर्नु होला। तर यो गार्गल गर्नलाई यो जुन औषधि छ नि डेक्लोफेनाक, यो डाक्टरको प्रिस्क्रिप्सन बिना नकिन्नु होला है त। डाक्टरको प्रिस्क्रिप्सनले मात्रै यो औषधि लिने, त्यसपछि गार्गल गर्ने। अर्को उपाय भनेको हामीले मार्केटमा डेल्टा जेल अथवा ट्रायमसिनोलोन भन्ने जेल पाउँछौं, त्यो अल्सर भएको ठाउँमा लगाउने। यसले गर्दा पनि हामीले अल्सरलाई निको पार्न सक्छौं। तर प्राय जसो केसेसहरुमा हामीले भिटामिन B12 को औषधि खाएर पनि निको भएको हामीले देखेका छौं। यस्तै इन्ट्रेस्टिङ मेडिकल कन्टेन्टहरुको लागि तपाईले डाक्टर एक्स लाई फलो गर्न नबिर्सनु होला है त। हस्त नमस्ते।